हेलो एन्ड नमस्ते सबैजनालाई। आज चाहिँ तिहारको दिन मैले चाहिँ आज फर्स्ट भ्लग बनाउन लागेको अनि मेरो दिन चाहिँ नि माला बनाउनबाट सुरु हुँदैछ है। मैले बल्ल एउटा माला बनाउन लागेको, यो माला त्यस्तो हुँदैछ। अनि अब चाहिँ आजको दिन कस्तो हुन्छ म चाहिँ यो सबै क्याप्चर गरेर लास्टसम्म राख्छु है। सबैजनाले चाहिँ हेरेर साथ दिनु होला। हेलो दिदी, लुक एट हियर। कस्तो फिल भइरहेछ? आज तिहारको दिन बल्ल हाम्रो घर रोटीको लागि पिठो रेडी हुँदैछ। कहिले रोटी पाक्छ थाहा छैन, 9 बजिसक्यो, अहिलेसम्म रोटी बनाएको छैन। सीता दिदी चाहिँ यहाँ खाना बनाउँदै हुनुहुन्छ। हेलो भनिदिनु सीता दिदी। हेलो। आज हामीले मिठो मिठो खाना खाने चाहिँ सीता दिदीले है। मिठो भन होइन, मिठो नभए हामी खाइन्छ फेरि। यहाँ चाहिँ खाना रेडी हुँदैछ। यहाँ चाहिँ दिदीले रोटीको लागि पिठो रेडी गर्दैछ। यहाँ चाहिँ दाइले कुखुरा काट्दैछ चट्ट पारामा। मम्मीले चाहिँ यहाँ रोटी हाल्न लाउनु भयो। कस्तो फिल भइरहेछ मम्मी? अरूको घर टिका लाउने बेलासम्म हाम्रो घर रोटी पाक्दैन जस्तो लागिसक्यो मलाई। कटिङ म चाहिँ भक्कसी नुहाएर आएको छु है। रेडी चाहिँ भएन, अझ चाहिँ 11:30 नै हुन लागिसक्यो होला। मलाई त्यो पनि रेडी हुनु धेरै टाइम लाग्दैन। दिदीहरू चाहिँ यहाँ प्रिपेयर गर्दैछ नि, त्यो देखाउनु चाहिँ म चाहिँ रेडी हुँदैछ है। माला अझै प्रिपेयर भएर भ्याइए छैन है। दिदीहरूले इन्जोय गरिरहेछन् पूजा। म चाहिँ साइडमा बसेर हेर्नु बाहेक केही अप्सन छैन। एउटा यो कुखुरा खाना छ, त्यो गणेश बनायो होइन? हो, त्यो कुखुरा भाइले टुक्रा टुक्रा बनाइदिएन। ओ बाबु, यो कुखुरा मैले अस्ति त्यत्रो पञ्चमीको पूजा गरे नि त, अनि त्यही भएर थाहा भएको। पैसा त छैन त। पैसा राख्नु रोटीकै रोटी मैले खुल्ला पैसा लिएर आएको छु। सबै कलर लाग्यो। उताको प्लेटको पनि ए प्लेटको लागि है, त्यो निलो लाग्यो, पिङ्कको लागि। हो त्यसमा भएको छ होला। के राखौँ त्यसको लड्डु छ होला, त्यसमा पुग्छ। त्यो लड्डु हाल्छ नि, त्यो लड्डु पुग्छ नि भइहाल्छ। यो वाला पनि ओखा सोखा कता हाल्दैछु। यो दिवा हाल्ने खप्लक्क पार्ने पाउने रहेछ क्या, माथि ढक्कन खप्लक्क राम्रो हुँदो रहेछ। यहाँ अरू भन्न नहर्ने, यो भइसक्यो यसलाई। के अरू भन्नको तपाईँ राखेर मलाई
जसले लगिदिन्छ कहाँनिर बाटो पारी लगेर छोडिन्छ है के उहाँ धारातिर जाने मलाई जाने कि लाएर जाने हो पर्दैन केही हुन कपाल लाउँछ हेर साडी लाएर यति गर्न भाइहरुको बिग्न बाधा सबै बाटो पारी जाओस् कलर भरिदिन्छु अनि कलर भरिदियो है यो दुईटा कलर लगाइदिएँ मैले यहाँको अब अघिको उस खोइ त तिनटै ढोका यहीँ त्यो हरियोमै मिक्स गरिदिएको दुबो तिनटै ढोकामा है बाँकी कलर भर्ने काम तिमीहरूले दिन्छ है पातल भएर पिठो उस्तो थप्नै पर्छ सिङ्का बनाऊ है टिका राख्नु ल बाँकी काम तिमीहरू दुईजनाको है कलर यो प्लेटको कलर भरेको छैन ए सिङ्का बनाएन त्यो हामीले राखेको लु मनीभित्र छिर्छु यस्तो यो भन है यस्तो त यो वाला त हुँदैन नि दरमा म भन्दैछु नि भयो है माग्यो भयो होला अब त माग्यो क्या टिका लाउनुभन्दा पहिलेबाट फोटोसुट स्टार्ट भइसक्यो क्यामेराम्यान धेरै भएपछि यहाँ यस्तै हुन्छ फोटोसुट चाहिँ हुँदैछ अनि बल्ल टिका लगाउने है म त बल्ल सुरु भयो म चाहिँ फोटो भिडियो मात्रै गराउने मान्छे परेको रे लास्टमा दाइ थोरै यतापट्टि सर्दैन यस्तै छ रमाइलो छ हैन तिहार हाम्रो अब मम्मीहरूले सिकाउनुहुन्छ बस्नी पहिला लास्टमा
बाबा त्यो मोडाइदिनु न म बस्छु यहाँ म त आनन्दले बसेर भिडियो गर्दैछु है पठाइदियो है अन्जु पठाओ के खासै फोन नगर्दा ठिक हुन्छ जस्तो लाग्छ किनकि मलाई चाहिँ नरमाइलो लाग्छ यस्तो फोन गर्न परेन फोटो भिडियो यसो पठाइदेऊ न ल फाल्दिनु नि एउटा गरिसकेपछि मैले केही बोल्नु परेन है त अब दिदीहरूले बोलेर सबै कभर गरिदिइरहेको छन् है अब तेल लाउने हैन पहिला सातचोटी म यहाँ कन्टिन्यू गरौँ भनेर मम्मी त्यहाँ लिपगार्ड खोजेर दाइलाई ल्याइदिनु त हुन्छ भर्खरै भित्र मन्दिर म जान्दिन भर्खरै आउँदै ल्याएर भइहाल्यो नि के अर्को जति गर्नुपर्छ भिडियो अन्जु त्यसरी गरिन मलाई ठाडो ल्याउनु नि त म गरिदिन्छु अर्को हातले यसो गरौँ कि यो रोटीलाई होरी त राख्छ लक्ष्मी टिका खस्छ भनेर दाइ चाहिँ एकदमै प्रोटेक्टिभ भएर ओके ओके इट्स फाइन मैले मिस गरिरहेको छु है मैले लगाइदिऊ भन्ने सोच्नु पर्यो फेरि त्यहाँ महत्त्वपूर्ण काम छ काम नबस्नु छिटै बुढो भइ जानु सरी बाबाले त खाँदै गरेको हुन्छ नि त भोक लाग्यो होला अब सँगै खाने हो नि अब के भन्ने अरे टिका लगाइदिनु नि अब हैन त्यो यो अब त्यो उस बरा हो बिमिरो बिमिरो त आउँदैन पूजा गरिसक्यो त्यही साइड छोपेर त भित्र यो चुटाउने कि कुन्द्री चुटाउने अब टिका लाउने टिका लाउनु बेला ए यो पानीमा राख्ने हो यो भित्रको पानीमा राखिसक्यो टिका लगाइदिए टिका अब टिका गुन्द्रीको त्यो उसले राउनु थपे छैन अलिकति थप्नुपर्छ कहाँ बनायो राम्रै हुन्छ कहाँ बनायो हैन यो बाक्लो हो कि बाक्लो छ पातल हो पातल अलिकति बाक्लो पातल अडी राख्छ के त्यही भएर त्यही पुस्नलाई है उठा न उठा बसेको गरेर खिचेर नि हुन्छ देखेछ के भयो त अन्जुको युट्युबमा भिडियो बनाएर बनाएर हाम्रै हाल्नु नमिल्छ होइन है माथिबाट लाम न त अब एउटा रुमाल कपडा दियो त्यही भएर राखेको कि यो त्यही पुस्ने रहेछ के यो झिकेर लगायो होइन बाहिर पोखिन्न नि यो त उस भयो नि त कलर थप्ने हो लाइन मिलेन उसै भएन नि दिदी त्यो त सेतो उसै बसे छैन माथि त निधारै खाली होइन कि निधार खाली देखेछ कि उहाँ ऊ निधारै देखिन्छ दाइको ऊ त्यो उसले लगाइदिनु त्यो व्हाइट कलर थप्दैन त्यहाँ माथि पातलो देखेछ क्या पातलो भयो टिकाको पाल पनि चाक्लो भएछ भन यो टिका राम्रो भन अघि पातलो भन्छ थप्न भन्छ पिठो थपेर फेरि भयो होला नि जता पाए त्यतै
अब रङ लाग्ने म त रङ हातैले होला नि हातले हो हातले झन् राम्रो हुन्छ अरे पत्रले एउटा गेटको उसले हुने मैले हातले राम्रो गर्छ लान्न किन हात कामेर खोइ मेरो आजकल धेरै भयो हात कामेर थालेको कुन बाँकी छ झिलिमिली खै अनि त्यो उस ग्रिनमा मिसाएको थियो दुबो कलर अझ भनिदिनु राको काकोहरू अझै धेरै कम भएछ एक साइड मात्रै लाग्यो के भन्दा ए भन्दाले लगाइ टन्नै लगिदियो अन्त भयो राको हालेर लाग्यो हेरौँ कस्तो देखिँदो रहेछ हिरो देख्यो हिरो होइन अब आशिष दाइको पालो केराको पातमा हाल्न नछि पर्दैन होला होइन सुरुमा त पर्यो नि उतापट्टि ऊ साइडमा छ के नौ मुस छ के अलि ल यति राखिदिन्छु नि म भयो सिधा अलि तल पहिला लगाइसक्यो नि आशिष दाइको निधारमा त्यही किन लानु हो र मुढा अन्त बसिराखेको मुढा हो केही हुन्न बाबालाई भोग लाएर होला जानु त मुटु तुल्ला गरेर दाग लागेर आउँछ नुहाउनु भनेको जाने एक्सपिरियन्स छ नि त त्यहाँ सेकेन्डमा लाग्छ सुरुमा भाइबाट स्टार्ट गर्ने भनेर हो नि भाइ टिका होइन अब उताम म पुग्छु होइन त सब रेडी भएर हो के भैली खेल्न जाने कि अब भैली खेल्न जाने अब माला लगाइदिने माला लगाउने भैली हेर्नु त नेक्स्ट टाइम अन्त भैली पनि हुन्छ के पहिला माला लगाएर होइन माला लगाउने पानी खुवाउने अनि बल्ल गुन्द्रीको उस छुटाल्ने होइन पानी खुवाएर हेरियो ल पानी खुवाएर पहिला माला लगाइदिउँ होइन अब पकाइ एकछिन यो त साडीले मलाई पर्दैन यस्तो हुन्छ है हाम्रो घरमा त तिहार भिडियोको लागि म त नगरेको होइन भिडियोको लागि वाउ पानी खाइदियो के भन्छ उनीहरू भाइहरूलाई त ठुलै लाउने होला फेरि पानी खाउने होइन पहिला यो गीत गाइदिने हो कि मैले पहिला पानी खाएर यो चुट्टाला अनि जाँदा तपाईँ हामी अहिले आउने है झन् दिदी बहिनीले खुवाइदिएको पानी त कस्तो मिठो हुन्छ होइन आशिष दाइ पहिला त्यो मैले ओखर ल्याएको थिएँ नि त्यो फुटाउने ओखर कहाँ त्यहीँ छ पहिला ओखर फुटाले त हुस गर नि खाने नफुट्ने खालको रहेछ नफुट्ने खालको फुटाउने हामीतिर जानु त पर्दैन नि अब त त्यो सबै कुरा तिमीले हात लगाइदियो अनि त छुल्ने चाहिँ दिदीहरूको पालो सुरु भयो तेलको बट्टे लिएर आउँछ नि त्यहाँ तल्लो भएको
ओ माई गॉड कस्तो नाम हुन्छ त धेरै फोटोग्राफर बनेको जस्तो हुन्छ के फोटो दिन्छ माथिबाट तलबाट माथि धेरै न त्यसलाई चिसो चिसो खानु चिसै खाएको खाइ गर्नु भर गरेर हामीले चिसो दही केही खानु चिसो खानु भएर खान्छु भन्नु सक्नु भयो खानु पनि भयो आफै निकालेर हाम्रो फोटो सेसन पनि सकियो सीता दिदी कसले दाँतले टोकेर एकदम रमाइलो दाइ तब सुरु बल्ल कस्तो भयो तिहार रमाइलो भयो हुँदैछ बाँकी छ दिदीको तिहार कस्तो भयो त्यस्तै मिठो आशिष दाइ तिहार कस्तो भयो तिहार सक्यो मेरो दाइ दिदी सबैको निधारमा टिका छ मेरो भाइकै मैले चाहिँ टिका लाउन नभएर टिका चाहिँ लाइन सो त टिका नलाइ नि म चाहिँ साह्रै ह्याप्पी छु ल टिका नलाइ नि के